अहिले नेपालमा मोबाइल ब्याङ्किङ एकदमै पपुलर भएको छ। हामीले हरेक चिजको भुक्तानी आफ्नो मोबाइल ब्याङ्किङबाट नै गरिरहेका हुन्छौँ। सो आजको यस भिडियोमा हामीले आफ्नो नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङलाई आफ्नो मोबाइल फोनमा कसरी एक्टिभेट गर्न सक्छौँ भन्ने बारेमा सिक्न जाँदैछौँ। सो यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब तपाईले आफ्नो मोबाइल फोनमा यो नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङलाई एक्टिभेट गर्नको लागि तपाईले सबैभन्दा फर्स्टमा प्ले स्टोर या एप स्टोरमा गएर अनि तपाईले यहाँ सर्चमा गएर NIMB स्मार्ट भनेर तपाईले सर्च गर्नुहोला। अनि तपाईले यो NMB स्मार्ट भन्ने एपलाई तपाईले आफ्नो मोबाइल फोनमा इन्स्टल गर्नुहोला। एपलाई इन्स्टल गरिसकेपछि अब तपाईले यो एपलाई ओपन गर्नुहोला। ओपन गरिसकेपछि अब तपाईले यहाँ माथि रहेको यो स्किपमा क्लिक गर्नुहोला। अनि तपाईँ यहाँ यो मोबाइल ब्याङ्किङको एक्टिभेट गर्ने पेजमा आउनुहुन्छ। अब तपाईले आफ्नो मोबाइल ब्याङ्किङलाई एक्टिभेट गर्नको लागि तपाईले यहाँ तल रहेको यो रजिस्टर एक्टिभेटमा तपाईले क्लिक गर्नुहोला। त्यसपछि यो टर्म्स एन्ड कन्डिसन भन्ने पेज ओपन हुन्छ। अब तपाईले यहाँ तल रहेको यो आई हियर बाई डिक्लेयरमा तपाईले टी गरेर तल रहेको यो एक्सेप्टमा क्लिक गर्नुहोला। त्यसपछि तपाईले यहाँ आफ्नो मोबाइल फोनलाई भेरिफाई गर्नुपर्ने हुन्छ। तपाईको जुन मोबाइल फोन यो ब्याङ्कमा लिङ्क छ त्यही मोबाइल नम्बरबाट तपाईले SMS गरेर मोबाइल फोनलाई भेरिफाई गराउनु पर्ने हुन्छ। सो त्यो नम्बरको सिम तपाईको यो मोबाइल फोनमा हुनुपर्छ यो मोबाइल नम्बर भेरिफाई गर्नको लागि। अब तपाईले आफ्नो मोबाइल नम्बरलाई भेरिफाई गर्नको लागि तल रहेको यो प्रोसिडमा क्लिक गर्नुहोला। त्यसपछि तपाईसँग यो फोन कलको पर्मिसन माग्छ, तपाईले यसलाई अलो गर्नुहोला। अब यहाँ तपाईले आफ्नो मोबाइल नम्बर भेरिफाई गर्नको लागि तपाईले आफ्नो यहाँ मोबाइल नम्बर इन्टर गर्नुहोला। यो इन्टर योर मोबाइल नम्बरमा आफ्नो मोबाइल नम्बर यहाँ इन्टर गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नुहोला। कन्टिन्यूमा क्लिक गरिसकेपछि यस्तो एउटा मेसेज आउँछ कि तपाईले आफ्नो मोबाइल ब्याङ्किङ सर्भिसलाई एक्टिभेट गर्नको लागि तपाईले SMS पठाउनु पर्ने हुन्छ आफ्नो त्यो मोबाइल नम्बरबाट। अब तपाईले यहाँ तल रहेको यो ओकेमा क्लिक गर्नुहोला। ओकेमा क्लिक गरेपछि तपाईलाई यो मेसेज गर्ने पेजमा रिडाइरेक्ट गर्छ। अब तपाईले यो मेसेजलाई सेन्ड गर्नुहोला। तपाईले मेसेज सेन्ड गर्दाखेरि केही पैसा चार्ज लाग्छ। सो तपाईको नम्बरमा ब्यालेन्स हुनुपर्छ मेसेज सेन्ड गर्नको लागि। सो मैले यहाँ सेन्ड गरेँ। त्यसपछि तपाईलाई एउटा मेसेज आउँछ कि कोड सक्सेसफुल्ली भ्यालिडेटेड भनेर। अब तपाईँ ब्याक आउनु होला। ब्याक आइसकेपछि अब तपाईलाई मोबाइल नम्बरमा OTP कोड पठाउँछ। त्यो OTP कोड तपाईले अब यहाँ इन्टर गर्नुहोला। इन्टर गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँ यो अकाउन्ट डिटेल भन्ने पेजमा आउनुहुन्छ। अब यहाँ तपाईले आफ्नो ब्याङ्क अकाउन्ट नम्बर तपाईले अब यहाँ इन्टर गर्नुपर्ने हुन्छ। तपाईलाई ब्याङ्कले तपाईको इमेलमा त्यसै गरी मोबाइल नम्बरमा मेसेज गरिदिएको हुन्छ तपाईको ब्याङ्क अकाउन्ट नम्बर। सो त्यो ब्याङ्क अकाउन्ट नम्बर तपाईले यहाँ इन्टर गर्नुहोला। मैले यहाँ इन्टर गरेँ। यति गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नुहोला। कन्टिन्यूमा क्लिक गरिसकेपछि अब तपाईँ यो सेक्योर अकाउन्ट भन्ने पेजमा आउनुहुन्छ। अब यहाँ तपाईले आफ्नो मोबाइल ब्याङ्किङको लागि लगइन पासवर्ड तपाईले सेट गर्नुपर्ने हुन्छ। सो यहाँ तपाईले आफ्नो मोबाइल ब्याङ्किङको लागि आफ्नो पासवर्ड यहाँ तपाईले सेट गर्नुहोला। र यहाँ पासवर्ड सेट गर्दाखेरि तपाईले केही कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ। तपाईको पासवर्ड एटलिस्ट 8 देखि 15 क्यारेक्टरको हुनुपर्छ। त्यसै गरी तपाईको त्यो पासवर्डमा एटलिस्ट एउटा क्यापिटल एउटा स्मल लेटर हुनै पर्छ। त्यसै गरी एउटा नम्बर हुनै पर्छ। त्यसै गरी एउटा स्पेशल क्यारेक्टर जस्तै @ को आइकन हुनै पर्छ। सो यो सबै कम्बाइन गरेर आफ्नो यहाँ पासवर्ड सेट गर्नुहोला। माथि तपाईले जुन पासवर्ड लेख्नुभयो त्यही पासवर्ड तपाईले यहाँ तल कन्फर्म पासवर्डमा लेख्नुहोला। यति गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नुहोला। कन्टिन्यूमा क्लिक गरिसकेपछि अब तपाईले यहाँ आफ्नो ट्रान्जेक्सन पिन सेटअप गर्नुपर्ने हुन्छ। तपाईले कुनै पनि पेमेन्ट गर्दाखेरि त्यहाँ तपाईले आफ्नो ट्रान्जेक्सन पिन इन्टर गरेपछि मात्रै त्यो पेमेन्ट चाहिँ सक्सेसफुल हुन्छ। सो तपाईले यहाँ आफ्नो
ट्रान्जेक्सन पिन 4 डिजिट नम्बरको तपाईले यहाँ सेट गर्नु होला। तपाईले माथि जुन ट्रान्जेक्सन पिन तपाईले राख्नु भएको हुन्छ त्यही ट्रान्जेक्सन पिन तपाईले रिटाइप तल गर्नु होला यो रिटाइप ट्रान्जेक्सन पिनमा। यति गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ अकाउन्ट रजिस्टर सक्सेसफुली भनेर आइसकेको छ, अर्थात् मोबाइल ब्याङ्किङ सर्भिस एक्टिभेट भइसकेको छ भनेर यसरी मेसेज आउँछ। अब तपाईले यहाँ तल रहेको यो गो टु लगइन पेजमा क्लिक गरेर यहाँ आफ्नो मोबाइल ब्याङ्किङमा लगइन गर्न सक्नुहुन्छ आफ्नो मोबाइल नम्बर र लगइन पासवर्डलाई युज गरेर। र यहाँ फर्स्ट टाइम मोबाइल ब्याङ्किङमा लगइन गर्दाखेरि तपाईले यहाँ आफ्नो सेक्युरिटी क्वेसन सेटअप गर्नुपर्ने हुन्छ। इन फ्युचर यदि तपाईले आफ्नो मोबाइल ब्याङ्किङको लगइन पासवर्ड बिर्सनु भयो भने त्यो केसमा तपाईले यो सेक्युरिटी क्वेसनको मार्फत आफ्नो मोबाइल ब्याङ्किङको लगइन पासवर्डलाई रिसेट गर्न सक्नुहुन्छ। अहिले नै सेटअप गर्न सक्नुहुन्छ या तपाईँ पछि पनि गर्न सक्नुहुन्छ। म चाहिँ यहाँ अहिले नै गर्छु, सो म यहाँ यसमा क्लिक गरेँ। अब यहाँ तपाईले आफ्नो 3वटा सेक्युरिटी क्वेसनहरू तपाईले यहाँ चुज गर्न सक्नुहुन्छ र त्यसको एन्सर तपाईले यहाँ फिल गर्न सक्नुहुन्छ। यति गरिसकेपछि अब तपाईले यहाँ तल रहेको यो प्रोसिडमा क्लिक गर्नु होला। त्यसपछि तपाईलाई यहाँ सक्सेस यु हेभ सक्सेसफुली सेटअप योर फेभरेट सेक्युरिटी एन्सर भनेर यसरी मेसेज आउँछ। अब तपाईले यहाँ तल रहेको यो डनमा क्लिक गर्नु होला। त्यसै गरी तपाईलाई यहाँ फिङ्गरप्रिन्ट लगइनको सेटअप भन्ने अप्सन तपाईलाई यहाँ दिन्छ। यदि तपाईँ आफ्नो फिङ्गरप्रिन्टबाट यो मोबाइल ब्याङ्किङमा लगइन गर्न चाहनुहुन्छ भने त्यो सेटअप गर्न सक्नुहुन्छ। मैले अहिले नै यो सेटअप गर्दिनँ, पछि गर्छु, सो म यहाँ आई विल डु इट लेटरमा क्लिक गरेँ। त्यसै गरी तपाईले यहाँ यो ट्रान्जेक्सनको लागि पनि आफ्नो फिङ्गरप्रिन्ट सेटअप गर्नुहोस् भनेर यहाँ तपाईलाई अप्सन दिन्छ। म चाहिँ गर्दिनँ, सो आई विल डु इट लेटरमा क्लिक गरेँ। त्यसै गरी यहाँ तपाईलाई प्रोफाइल पिक्चर अपलोड गर्ने अप्सन पनि दिन्छ। यदि तपाईँ गर्न चाहनुहुन्छ भने तपाईले आफ्नो यहाँ प्रोफाइल पिक्चर अपलोड गर्न सक्नुहुन्छ। म चाहिँ गर्दिनँ, सो मैले यहाँ आई विल डु इट लेटरमा क्लिक गरेँ। यति गरिसकेपछि अब तपाईँ आफ्नो मोबाइल ब्याङ्किङको ड्यासबोर्डमा आउनुहुन्छ। अब यहाँबाट तपाईले आफ्नो मोबाइल ब्याङ्किङबाट जुनसुकै भुक्तानीहरू गर्न सक्नुहुन्छ। सो यसरी तपाईले आफ्नो नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङलाई आफ्नो मोबाइल फोनमा एक्टिभेट गर्न सक्नुहुन्छ।